सोलु हाइड्रो पावर लिमिटेडको आइपिओ को बाँडफाँड यानि कि रिजल्ट कहिले आउँछ त्यसको मिति तोकिसकेको छ। सो यो भिडियोमा चाहिँ तपाईहरुलाई यो आइपिओ पर्ने सम्भावना कतिको रहेको छ र कति गते चाहिँ रिजल्ट आउँदैछ त त्यसको बारेमा जानकारी दिनेछु। यस सोलु हाइड्रो पावर लिमिटेडको आइपिओमा टोटल 25,71,855 जनाले आवेदन दिएको थियो भने यो आइपिओ सबै जनालाई ददस किताब पर्नेछ र आइपिओ पर्नेको संख्या भनेको 8,20,000 जनालाई मात्रै पर्नेछ र बाँकी रहेको 17,51,855 का हात चाहिँ भने खाली हुनेछ। सो जेउस यो आइपिओ चाहिँ अरु आइपिओहरु भन्दा चाहिँ यो आइपिओ पर्ने सम्भावना अलिक बढी रहेको देखिन्छ र यस आइपिओ को बाँडफाँड चाहिँ माघको 12 गते हुने भएको छ र माघको 12 गते नै रिजल्ट हेर्न मिल्नेछ। बाँडफाँड भएको 1 घण्टा 1.5 घण्टा पछि रिजल्ट हेर्न मिलिहालेछ र यो आइपिओ चाहिँ तपाईलाई परोस् भन्ने चाहनुहुन्छ भने कमेन्टतिर लेख्नु होला र यस्तै खाली आइपिओ सम्बन्धित शेयर मार्केट सम्बन्धित अपडेट भिडियोहरु हेर्नको लागि हामीलाई फलो सब्स्क्राइब गरेर पनि राख्नु होला।